रोम रोम भाइयों रुको जरा केटाहरू भेटिसकेका छन् आइसकेका हेलो एभ्रिवान सबैलाई स्वागत छ मेरो आजको न्यू भ्लगमा है। आज साथीहरूलाई चाहिँ टक्क भेट्न गइरहेको छु होइन। दुईवटा साथीहरू चाहिँ नेपालदेखि चाहिँ आएको थियो होइन। आज चाहिँ म चाहिँ उनीहरूलाई भेट्न गइरहेको छु। सोही म चाहिँ आज इन्डियाको भारतको चेन्नई भन्ने सहरमा आनन्दनगरको सहरमा छु। उनीहरूलाई चाहिँ अब उनीहरूले चाहिँ कहाँ राणा छोराहरूले चाहिँ केटी भगाएर ल्याएर छन्, कोही भित्तो बास भएर कोही कहाँ थाहै छैन, उनीहरूलाई बाटो कहाँ छ थाहै छैन भनेर फोन गरेर एकरै फोन हानेर सता गरेर राणा छोराहरूले बोलाएछन्। ए हामीलाई लिन आइज कि लिन आइज भनेर ल्याएर आन। साला कसका छोरी हुन् कि साला कसका सोच्ने उठाएर ल्याहान्। राणा छोराहरू भित्तो बास भए जस्तै कहाँ कुन्दुलोमा बस्यान्। ल तिनीहरू ल्याउनु गइरहेको छु गाइज। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु। अब त्यहाँ भेटी पनि सक्यो, अर्को पनि आइरह। त्यहाँ अहिले भित्र चाहिँ त्यहाँ भाँडा धुन लाग्छ अरे। चार भाँडा धुएर टक्क आउनु लाग्छु अहिले 4 भाँडा धुन्थ्यो, त्यसलाई एकछिनमा आउँछ। केही छैन गाई छैन, रमाइलो छ भनिरहन् केटाहरू, भाँडाकुँडी धुइरहन्। केही छैन आइसक्यो गाई जान ला। चङ्गी बनाएर ब्यान्ड बाजा बजाएर लग्छन् होइन। अब यिनको खुसी बिदाय होस् भन्ने टाइपको भनौँ नि। अब कस्तो भनायो त्यो त मलाई पनि पुरै थाहा छैन होइन। प्रष्ट हिसाबले चाहिँ त्यस्तै हो जस्तो लाग्छ होइन। यिनको चाहिँ जना चाहिँ आश्चर्य पर्नु भयो होला सायद होइन। त्यो भिडियो जस्तो देखेर त्यो चाहिँ यो के हो कस्तो हो भनेर मनै चाहिँ सोच्नु भयो होला धेरै। त्यो सोच्नुपर्ने पनि केही पनि छैन, तर त्यहाँ चाहिँ हुने चाहिँ यस्तै हो। मान्छे बित्दा पनि उनको चाहिँ त्यसरी नै तर त्यसरी नै लग्छन् भन्ने चाहिँ मैले पहिल्यैदेखि चाहिँ देखिरहेको हुन्छु। गाइज म पनि टक्कै आफ्नो रुमनिर पनि पुगिहालेँ। सो गाइज फाइनली पुगिसक्यो होइन। टक्कै हामी यहाँ रुममा पनि पुग्यौँ। रुममा पनि जस्ता त्यस्तै छ। आज हामी हजुरहरूलाई चाहिँ टक्क माथिको भ्यू पनि देखाउँछु होइन। म यहाँ बसिरहेको चाहिँ काम गर्ने घरको माथिबाट चाहिँ टक्क हजुरहरूलाई भ्यू देखाउँछु। हजुरहरू त्यो भ्यू पनि हेर्नु होला कतिको छ के छ। काम त केही पनि होइन, त्यत्तिकै खाइ बस्यो मजाले आनन्द हो होइन। केही छैन। अब यहाँ ढोका त त्यसरी खुल्दैन होइन, जसरी अब हामीले सोच्याउँछ नि त्यसरी घोचालेर खोलेला भनेर नसोच्दा पनि हुन्छ। मान्छेको हात टुट्ला, तर यो ढोका चाहिँ खोलिनेवाला चाहिँ छैन होइन। अब यहाँ चाहिँ यसरी टक्क के अरे कार्डले चाहिँ ट्याप उ गरेर गाइस पुग्यौँ होइन। टक्क माथि थियो फ्लोर्समा माथि जान्छौँ। माथिबाट भ्यू पनि देखाउँछ। घर जस्तो सुत्दा पनि हुन्छ टक्क हिँड्दै। वाउ क्या आनन्द हुन्छ गाइज। उहाँ हेर्न सक्छु गाइज हजुरलाई म यहाँबाट चाहिँ कोकोनट भन्छौँ हामी चाहिँ। के कोकोनट भन्ने हामी नरियल देखाउँछौँ हजुरलाई। नरियल हेर्नु होला हेर्नुहोस् गाइज। अब नरियल होइन, अब हामी भइदिएको गाउँमा यस्ता भइदिएको त गाउँमा यसरी झुप्पा त लाग्थेन होला होइन। उहाँ हेर्नुहोस् यसरी झुप्पा चाहिँ कहिल्यै हुन्थेन होला सायद गाउँमा हुँदाखेरि चाहिँ। सब साफ भएर यिनका हाँगा सागा पात सात के भनौँ अब सायद अब रुख त रहिहाल्छ र नरहने टुक्ने होइन। यहीँ पनि नजिकै छ, केही छैन। अब के गर्नु, उनीहरू लट्ठी ल्याएर झारेको हुन्थ्यो र अब के गर्नु। अब त्यसरी झार्नु पनि मिल्दैन, अर्काको परियो। अब यहाँ चाहिँ ओल्लो पल्लो घरको मान्छेहरूले चाहिँ भनौँ नि, यहाँ एउटै रुममा बस्नेको ओल्लो पल्लो रुमका मान्छेहरूले चाहिँ एकअर्कालाई चिन्दैनन् भनेपछि अब ओल्लो पल्लो घरकालाई चिनेर उयो पुरै भएन। कस्तो मलाई चाहिँ आश्चर्य अचम्म लाग्छ कि अब हामी चाहिँ अब भनौँ नि चाहिँ गाउँमा हुँदाखेरि
भनौँ नि गाउँका वरिपरिका कितेर अब ओल्ला गाउँ अब के भनौँ भनौँ भने अब अर्कै अब ठाउँका मान्छेहरूलाई पनि चिनेर बसिरहेका हुन्थ्यौँ हामीले होइन अब यहाँ चाहिँ त्यसरी चिन्जान गर्न चाहिँ त्यति के भनौँ मन पराउँदैनन् भनौँ त्यो अब के भनौँ त्यो त्यति मन पनि लाग्दैन होला सायद यिनीहरू एकासँग चिना परिचय गर्न त्यति रुचाउँदैन सबै आफ्नो काममा हुन्छन् व्यस्त हुन्छन् को कहाँ गयो के कहाँ गयो कस्तो कहाँ गयो कोही कहाँ के थाहै हुँदैन हाम्रो त गाउँमा भनौँ नि टक्क अर्केको चेलाले देउच्याकी चेली भगाइ लग्यो भने चाहिँ पारी गाउँ भागा डागा हालिट सुनाउँथ्यो अब यहाँ त जैकी चेली जो लैजाउँ केही मतलब छैन कोही के कहाँ बिहा भयो कहिले क्या भयो यहाँ त केही थाहा पाएन यहाँ त केही थाहा पाएन यहाँ त भनौँ नि बिहा गरेपछि त्यही सैनी त 8 महिना कि भाइ अबदेखि अर्का महिना त ट्याक्कै बेगु त खान जो हुने हो ट्याक्कै तसा भन्दा यहाँ त न कोही के भन्ना न के भन्ना यस्तै छ गाई छ अब गाह्रो भन्ने चिज गाह्रो त त्यस्तो त केही पनि छैन होइन अब आफ्नो गएको त गाह्रो त भइहाल्छ अब गाह्रो भन्नाले पनि त्यस्तो गाह्रो त के होइन अब एक्लै दिन काट्नु पनि गाह्रो छ क्या त्यही हो गाह्रो भन्ने शब्द चाहिँ एक्लै बस्दा पनि दिन काट्नु पनि गाह्रो छ क्या के गर्नु अब गाह्रो छ ल टक्क म गाई छ पुरा भ्यू देखाउँछु होइन यहाँको कस्तो छ भ्यू भन्दा म हजुरहरूलाई टक्क माथिको यसको टपमा गएर पनि म हजुरहरूलाई भ्यू देखाउँछु कि यसको यहाँको यो चेन्नईको आनन्दनगर भन्ने ठाउँमा बाट हजुरलाई म भनौँ नि सबैलाई म यहाँको भ्यू देखाउँछु कसैलाई यसो आपत्ति पर्दा होइन यतातिर मेरो यता पनि आउँदा हुन्छ यसो अहिले नेपाली दाजुभाइहरू जो पनि हुनुहुन्छ नि यसो कोही चेन्नईतिर बसेर अलि हिँड्नु पाएर 2-4 दिन काम नपाएर यस्तो भतारेका हुन्छ नि यसो गाह्रो भएका हुन्छ नि नेपाली दाजुभाइहरू आएर मेरो रुमतिर यसो बस्दा पनि हुन्छ केही छैन हेर्नुहोस् यो आनन्दनगरको भ्यू म त आनन्दको छ हेर्नु के रमाइलो छ कोइलीलाई दिन्छे मधुर स्वर मयूरलाई नाच दिन्छे मायाले मस्त मौसमलाई मोहनी मात दिन्छे यो बन्की झरी हो रुकी नगरी हो साँच्चै सुन्दरी हो आहा सङ्गीत हो सुर हो गीत हो धुन हो परिचय परी हो आहा मैले त्यही भएर मन पराएको